पनि एउटा स्पेशल भिडियो लिएर आएको छैन। नमस्कार साथीहरू, मेरो नाम अमृत। म आज तपाईँहरूमा कुनै पनि एउटा स्पेशल भिडियो लिएर आएको छैन। बस मेरो डेली लाइफ कसरी चल्छ भनेर म त्यही तपाईँहरूसँग सेयर गर्नको लागि आएको छु। बिहानै उठ्दा पनि लाइफमा कुनै एक्साइटमेन्टै हुँदैन, तर के गर्नु, यो रुटिन जसले गर्दा हाम्रो लाइफ चल्छ। धेरै भ्लगमा चाहिँ के हुन्छ भने सबै कुरा पर्फेक्ट देखिन्छ, तर रियल लाइफमा केही पनि पर्फेक्ट हुँदैन क्या। भ्लगको लागि चाहिँ हामी सबैको पर्फेक्ट हुन्छौँ होइन, यताउता सबै रेडी गरेको हुन्छौँ, तर रियल लाइफमा केही पनि पर्फेक्टै हुँदैन। यस्तै हो अब जिन्दगी, रियल जिन्दगी र भ्लगको जिन्दगी बेग्लै छ। भ्लगमा अब हामी जे पनि बोलिन्छ, त्यो सिचुएसन अनुसारले हामी जे पनि बोलिन्छ, जे पनि गरिन्छ होइन, त्यो अब कथाको माग अनुसारले भनेको जस्तो हुन्छ, तर रियल लाइफमा त्यो केही पनि हुँदैन है। यस्तै हो रियल लाइफमा भनिसकेपछि यो चल्ने नै यो हो क्या। अनि अब यति के कुरा पनि सिक्यो भने अब अस्तिको भ्लगहरूमा पहिला मैले भ्लग पनि धेरै ग्याप राखेँ। भ्लगहरूमा के भइरहेछ भने अब पहिलाको जस्तो पहिला पनि त्यति साह्रो भ्युज त आउँदैन थियो, तर च्यानलको ग्रोथ पनि धेरै भएको छैन। तर केही छैन, जिन्दगीमा अब हामीले केहीमा पनि अब हार चाहिँ खानु हुँदैन, कन्टिन्यू गरिराख्नुपर्छ। हामीले जे गर्न सकिन्छ त्यो चाहिँ हामीले गरिरहनुपर्छ। के अरे साथी के हो यार, जाम पाए त्यही युरिया दिने हो? ए मुन्या के हो, यहाँ मुद्ने ठाउँ हो? ऊ हेर त अनि हो, यही हो भ्लग र रियल लाइफमा भनेको यो फरक हुन्छ। भ्लगमा अब म यो काट्थेँ, तर रियल लाइफ हो नि त यो, अहिले मैले त्यही भएर म काट्दिनँ। यो कांग्रेस, म एमाले, राजा कांग्रेस, नेकपा, तारा, राजु चाहिँ तारा घन्टी, राजु घन्टी होइन, राजु घन्टी होइन, राजु घन्टी हो। तिमी घन्टी हो कि होइन? यो पालि घन्टीमा हो कि? राजु अर्कै हो, एउटा नाम दिदिन नि, एउटा राप्रपा राजेन्द्र लिङ्गदेन राजा हेर न अबको राजा। तर दुर्गा प्रसाई चाहिँ को हो त यहाँ? होइन, म त हर्केको टिमको, बेल्चा श्रम त दुर्गा प्रसाई हो। तिमी त फेरि एकदम दुर्गा प्रसाई ठिक लाग्छ अरे क्या उसलाई? फेरि दुर्गा प्रसाई मोटे हो कि मोटे कहाँ हुन्छ यार? दुर्गा प्रसाईलाई राख्नु परेन नि भाग। दुर्गा प्रसाई जस्तो को छ हाम्रो कलेजमा? मोटे त रवि हो त, मोटे त दुर्गा प्रसाई त भुर्तेल हो यार। भुर्तेल त निकोलस भुसाल हो। भुर्तेल त जेन्जी हो, अनि जेन्जी पनि त हो त भुर्तेल त, अनि बुटोल पुगेको त अन्त त जेन्जी आन्दोलन। बुटोल हो बजा बुटोल कतिखेर थियो? त्यो बुटोल थियो, भिडियो आएको त, भिडियो नै आएको छ त्यो जेन्जी आन्दोलनमा त। उसलाई घर गएको थियो, पहिले घर गएको त, के बिरामी घरको बिरामी घर गएको थियो, बुटोल पुरै आन्दोलन भिडियो आइरहेको थियो पुरै। हाम्रो पनि थियो त, हाम्रो पनि यहाँको गोकुलेको कमान्डर हो, जेन्जी कमान्डर हो नि त। फेरि यता फेरि यहाँ सेरे योपालि उठेन भनेर निराश भइरहेको छ यस्तो छ। के अरे बालेन्द्र, के अरे रविको के राखेको छ अरे तिमीले? बालेन्द्र उयसको के ओलीको 3 केजीको होइन, तिमीले ओलीले भनेर राख्छौ कस्तो यार? भुर्तेलको टिकटकमा अनि के अरे भने, अनि ऊ चाहिँ के अरे भने, ऊ चाहिँ ओली अरे क्या? के भन्न चाहनुहुन्छ? कमेन्टमा जति गाली गर्न सक्नुहुन्छ गर्नु होला, यस्तै मान्छेले गरेर देश बिग्रेको। ओलीले हार्न पर्छ अहिले दो चारे कुरा। ल म यहाँ सेठजीकोमा आज चिया खानको लागि आएको छु। प्र्याक्टिकल इक्जाम थियो होइन। सेठजी के छ खबर? यता हेरिदिनु पऱ्यो। हाम्रो सेठजीले भोट के माग्यो पालि? हो दामी। ल चिया बन्दैछ होइन। सेठजीको यसै घन्टीमा भन्नु पनि यहाँ धेरैजना चिया खानको आउनु पऱ्यो यहाँ चिया खान सेठजीकोमा। समीक्षा के छ, कस्तो भयो भोट केमा? दामी। यहाँ भनेको मात्रै होला, घन्टीमा इधर लाउने बेलामा त ठ्याप्प हो र जानु पऱ्यो, घन्टीमा हान्नु पऱ्यो नि। केटा हो भोट कसलाई? यस्तै छ, घन्टीमा हाल्ने होइन, घन्टीमा हाल्ने होइन, केमा हाल्ने? रुखमा सूर्यमा हाल्नु पर्छ। बाजे पढ्नु पऱ्यो नि, अहिले नपढेर कहिले पढ्छौ? ब्लग हो ओके। एन्ड गाइड्स, यो भ्लगमा मैले बुझेको कुरा चाहिँ के हो भने, मेरो यो टङ पनि स्लिप हुन्छ क्या। म फास्ट चिजहरू होइन, नचाहिँदो चिज चाहिँ म धेरै छिटो बोल्न सक्छु, चाहिँदो चिज चाहिँ म फास्ट चाहिँ म बोल्नु सक्दिनँ क्या। मेरो टङ्गै त्यो खालको हुन्छ, तर भ्लगमा चाहिँ म त्यो चाहिँ अलिकति मेन्टेन गरेर बोल्छु। तर के छ भने मैले यो भ्लग बनाउँदा मैले बुझेको कुरा चाहिँ सबै कुरा इन्स्टेन्ट हुँदैन क्या।
लाइफमा सबै कुरा इन्स्टेन्ट हुँदैन रहेछ, स्लो हुन्छ होइन, कन्फ्युजिङ हुन्छ, गरौँ या नगरौँ जस्तो फिल पनि हुन्छ होइन। तर मलाई के लाग्यो भन्दाखेरि अब हामीले यो कुनै कुरामा हामीले लाग्यो भने हामी एउटा कन्सिस्टेन्सी हामीले मेन्टेन गऱ्यो भने आई थिङ्क हामीले कुनै कुरा सोचेको छौँ भने हामीले एचिभ गर्न सकिन्छ होला। सायद म यो भ्लगमा म पर्फेक्ट त हुँदिनँ होला, तर आई वान्ट टु टेल यु द्याट यो भ्लगमा म हनेस्ट चाहिँ हुन्छु। एन्ड गाइड्स यो मेरो नर्मल डे हो, केही स्पेसल छैन, आई थिङ्क यही नै हो लाइफ। अनि तपाईँको नर्मल डे कस्तो हुन्छ होइन कमेन्टमा लेख्नु होला। यदि यो भिडियो मन परेमा लाइक सेयर कमेन्ट सब्सक्राइब के हुन्छ सबै गर्नु होला। हस् त, धन्यवाद।